सुनसरी जिल्लाको झुम्का बजार नजिकै रहेको जग्गा फेरि बिक्रीमा आएको हुनाले हजुरको माझमा देखाउन गइरहेको छु। नमस्कार, यहाँ सम्पूर्णलाई म राजन राई। अहिले म हजुरलाई रामधुनी नगरपालिका वार्ड नम्बर 5 झुम्का बडो उत्तर साइडमा रहेको भैरवन टोलमा लिएर जानेछु। जम्मा 11.5 दर जग्गा बिक्रीमा आएको छ र एकदमै राम्रो कर्नरमा रहेको जग्गा छ। हजुरले एउटा व्यावसायिक हिसाबले बसोबासको लागि अथवा व्यवसाय गर्न एकदम राम्रो छ। र यो ठ्याक्कै मज्जाको चोक देख्नुभयो यहाँनिर, यो चाहिँ भैरवन टोलको पानी ट्याङ्की नजिकै पर्छ र जग्गा चाहिँ कर्नरमा रहेको जग्गा छ। 11.5 दर जग्गा र जग्गा यही मकैबारी हो। म हजुरलाई ड्रोनको सहायताले मार्क गरेर देखाउने छु। एकदमै राम्रो र चलेको रेटभन्दा एकदमै सस्तो छ। आजभन्दा 3-4 वर्ष अगाडिको दामै फेरि बिक्रीमा आएको छ र यो 20 फुटे बाटो अलरेडी बनिसकेको छ। र यो चाहिँ पानी ट्याङ्की देख्नुभयो, यो चाहिँ लगभग झुम्काको हाइवेबाट बसकरबाट 300 मिटर उत्तरतिर जाँदाखेरि आउन सक्नुहुन्छ भने जग्गा ठ्याक्कै यही छ। 42 फुट एक साइड मुख छ भने एक साइड 50 फिट लामो रहेको छ। ठ्याक्कै कर्नरमा छ र वरिपरि मजाको बस्ती देख्नुभयो, सम्पूर्ण पहाडे बस्ती रहेको छ। र 20 फुटे बाटो एक साइडमा ड्रेन, डबल ड्रेन साइडको बनिसकेको छ भने एक साइडमा बन्न बाँकी छ। र यति कुनै पनि जग्गा यहाँ काटिएको छ भने, नम्बरी जग्गा चाहिँ काटिएको छ भने बाटोमा हजुरलाई त्यो कटाएर मात्रै कारोबार गर्ने छ भने नजिकै यहाँ देख्नुभयो, यहाँ चाहिँ नवकिरण बोर्डिङ स्कुल, ठुलो एउटा बोर्डिङ स्कुल छ, नजिकै रहेको छ। र कालोपत्री पिच बाटो ठ्याक्कै उत्तरतिर आएको एउटा कालोपत्री पिच बाटो देख्नुभयो। यो बाटोबाट ठ्याक्कै यो दुई टच भएको छ। यो ड्रेन बन्दै आइसकेको बाटो पनि छ, यहाँ तपाईँले देख्नुहुन्छ पूर्वबाट यता भित्र आएको बाटो। ठ्याक्कै यो जग्गा 2 किता चाहिँ बाँकी छ र जग्गा यही हो। 2 साइड ड्रेन बन्न सक्न लागेको छ। एक साइड रेडी भइसकेको छ भने पश्चिम उत्तर मोडा भएको जग्गा छ। र किता नम्बर 33-14 यहाँ देख्न सक्नुहुन्छ, ठ्याक्कै कर्नरको जग्गा 33-14 किता नम्बर रहेको छ भने म हजुरलाई पूर्जा पनि देखाउँछु। 33-14 किता नम्बरमा 11.5 दूर भनेर देख्नुभयो यहाँनिर। र यसमा कुनै पनि जग्गा बढी जग्गा चाहिँ बाटोमा गएको छ भने हजुरलाई किता काट गरेर मात्र दिइनेछ। र यो ठाउँको पुरा ठेगाना चाहिँ जिल्ला सुनसरी, रामधुनी नगरपालिका वार्ड नम्बर 5 मा भैरवन टोलमा रहेको छ भने यो चाहिँ पानी ट्याङ्की नजिकै रहेको छ। र यो जग्गाको मूल्य चाहिँ मात्रै प्रति धुरको 2 लाख राखिएको छ। र यसमा पनि केही मिल्ने ठाउँ छ। यो चाहिँ धेरै अगाडिकै दाम हो र अहिले जग्गा कारोबार कम भएको हुनाले मूल्य एकदमै राम्रो बेच्नै पर्ने भएको हुनाले मूल्य एकदमै घटाएर मात्र 2 लाख प्रति धुरी राखिएको छ। र यसमा पनि एकदम मिल्ने ठाउँ छ। हजुरले सिधा सम्पर्क डाइरेक्ट जग्गामा चाहिँ कन्ट्याक्ट गरेर रेटको विषयमा मिलाएर लिन सक्नुहुनेछ।